राष्ट्रिय स्वतन्त्र पार्टी धेरैले स्वर्णिम पार्टी देखियो भनेर पनि एक किसिमको आलोचनाहरू गर्नुभयो कि सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दै गर्दा फरक देखियो नि। रासोपालको विषयमा टिका टिप्पणी गर्न मिल्छ र अहिले थाम्न सकिन्छ र किन यस्ताको पछाडि लाग्ने हो हामी यसलाई छोड्दै हुँदैन 25 वर्षको केटो भन्छन् 23 करोडको सम्पत्ति त्यो सम्भव छ त्यस्तो यो भन्यो भने उनी थाम्छन् त यस्तो प्रश्नै मसँग नसोध्नु मलाई बात नदिनु न नानी अलिक दिन यिनीहरू त जिउँदै मार्छन् क्या छाडा भन्छन् मुख छोड्छन् अनि यस्ताको पछाडि किन लाग्ने हामी देखिरहेछौँ हामी 25 वर्षको केटो भाग्यले मन्त्री बनाइदियो उसको सम्पत्ति कति भन्दा 23 करोड त्यस्तो हुन्छ के गर्दा 23 करोड सम्पत्ति कमाइन्छ नेपालमा भन्नु त ल त्यसकारण पहिला सम्पत्तिको स्रोत प्रष्ट हुनु पर्यो त्यसको वैधता के छ वित्तीय परिपाटीलाई पूर्णता दिएको हो कि होइन त्यो भइसकेपछि मात्रै योमा बोल्न सकिन्छ होइन भने जोखिम बेकारमा किन लिने गरी खाउन् साथीहरू खाइरहेछन् रासोपा जिन्दाबाद मैले त त्यो भनिरहेको छु